हेलो नमस्ते। आज फेरि म हजुरहरूलाई एउटा नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो छ थुनेलो, बाख्रामा थुनेलो। भर्खरै मैले एउटा एक हप्ता अगाडि मैले एउटा केस हेरेर आएको थिएँ जहाँ चाहिँ एउटा बाख्रा थुनेलो लाएर परेशान भएको रहेछ है। त्यो बाख्रा चाहिँ भर्खरै ब्याएको रहेछ, एक दिन अगाडि ब्याएको रहेछ र ब्याइसकेपछि दुधै आएनछ र उहाँले मलाई फोन गर्नुभयो र म जाँदाखेरि हेर्दाखेरि चाहिँ उसको थुनहरूमा छाम्दाखेरि चाहिँ अलिकति सारो हड्डी जस्तो महसुस फेला पर्यो र यसको डायग्नोसिस गर्दाखेरि चाहिँ के रहेछ भनेपछि यो चाहिँ थुनेलो अथवा फाइब्रोसिस भन्छ मेडिकल टर्ममा चाहिँ हैन, फाइब्रोसिस भइसकेको रहेछ अथवा क्रोनिक स्टेजमा अथवा चाहिँ जीर्ण अवस्थामा गइसकेको छ भन्ने कुरा बुझ्नु पर्छ साथीहरु। र यो थुनेलोको बारेमा मैले अगाडि पनि एउटा भिडियो बनाइसकेको छु र यसमा पनि म के भन्न चाहन्छु भनेपछि थुनेलो दुई प्रकारको हुन्छ साथीहरु। एउटा आँखाले देख्ने, अर्को आँखाले नदेख्ने। आँखाले देख्ने थुनेलो भनेको चाहिँ हामीले सजिलोसँग देख्न सक्छौं। उसको थुन रातो हुनु, तातो हुनु, सुन्निनु हैन, त्यसपछि ल्याएर दुधहरुबाट पनि छोका निस्किनु अथवा चाहिँ रगत निस्किनु, त्यो त सामान्य कुरा भयो। हामीले आँखाले देख्छौं, आँखाले देखेपछि उपचार गर्छौं। तर आँखाले नदेखिने थुनेलो जुन भनेको चाहिँ अलिकति के हुन्छ भन्दाखेरि चाहिँ क्रोनिक स्टेजमा गइसकेपछि मात्र देख्छौं अथवा जीर्ण अवस्थामा पुगिसकेपछि मात्र हामीले देख्छौं हैन। त्यस्तै गरी यो बाख्राको कन्डिसन सेम त्यस्तै भयो। हुन त एक महिना अगाडिदेखि नै यो बाख्रामा त्यो देखा परिसकेको रहेछ। ओनरले भने अनुसार चाहिँ एक दुई हप्ता अगाडिदेखि नै बाख्राले केही पनि नखाने हैन, दाना पनि राम्रोसँग दाना पानी घाँसहरु राम्रोसँग नखाने भनेर भन्दै हुनुहुन्थ्यो। तर उहाँलाई थाहा थिएन कि यो थुन चाहिँ थुनेलो भएको छ भनेर चाहिँ। त्यो उहाँको यस्तै गरी एउटा बाख्रा, पहिलाको बाख्रा पनि यस्तै थुनेलोको कारणले गर्दाखेरि चाहिँ मृत्यु भएको रहेछ र उहाँले उपचार गर्दाखेरि पनि सक्सेस नभइसकेपछि त्यो बाख्रा मृत्यु भएको छ भनेर उहाँले खबर गर्नुभयो। त्यस सँगसँगै चाहिँ यो बाख्रा चाहिँ अहिले के भइरहेछ भन्दाखेरि चाहिँ उसको रिकभर भइरहेको छ र आज भर्खर म बुझ्न चाहँदा आज फलोअपमा जाँदाखेरि चाहिँ यो बाख्राको अहिले टोटल्ली भित्रको त्यो जुन हड्डीपना थियो त्यो चाहिँ अहिले के भइसकेको छ भन्दाखेरि चाहिँ हराइसकेको अवस्था छ साथीहरु। त्यसले गर्दाखेरि चाहिँ यदि हजुरहरूले चाहिँ राम्रो पशु चिकित्सकलाई तपाईले देखाउनु भयो भने तपाईको रोगहरूलाई राम्रोसँग चाहिँ हामीले निदान गरेर चाहिँ उपचार गर्न सकिन्छ साथीहरु। र अर्को कुरा भनेको चाहिँ यो थुनेलो भनेको चाहिँ तपाईको जतिखेर पनि हुन सक्छ, जस्तोलाई पनि हुन सक्छ। त्यसले गर्दाखेरि चाहिँ त्यसमा चाहिँ जैविक सुरक्षा अपनाउनु पर्ने हुन सक्छ अथवा चाहिँ तपाईले चाहिँ सरसफाइमा ध्यान दिनुपर्ने हुन सक्छ। आफू पनि सरसफाइ हुनु पर्यो, पशु बस्ने गोठ पनि सरसफाइ हुनु पर्यो र पशुलाई पनि सरसफाइ राख्नु भयो भने यस्तो खालको रोगहरू आउन सक्दैन है। यति भन्दै आजको भिडियो म यही इन गर्छु। यदि हजुरलाई केही कुरा सोध्न मन छ अथवा यस्तै खालको समस्याले परेशान हुनु भएको छ हैन, जति थुनेलोलाई उपचार गर्दाखेरि पनि थुनेलो सक्सेसफुल भइरहेको छैन, धेरै पैसा खर्च गर्दाखेरि पनि थुनेलो सन्चो भइरहेको छैन भने एकचोटी पशु चिकित्सकलाई देखाउनु होला अथवा तल दिएको नम्बरमा तपाईले फोन गर्नुभयो भने हामीले तपाईको समस्याको समाधान गर्न सक्छौं भन्दै आजको भिडियो म यही इन गर्छु। धन्यवाद।